हेलो गाइस, सम्पूर्ण म जय मसी। आशा गर्छु सबैजना सन्चै हुनुहोला। आज चाहिँ म चाहिँ अब काममा थिएँ है। आज चाहिँ काममा थिएँ, कामबाट चाहिँ त्यो काम खत्तम भएर चाहिँ मलाई चाहिँ अर्को काममा चाहिँ ल्याएको छ है। आज चाहिँ नयाँ साइडमा यो ल्याएको छैन होइन, चेक गर्ने भनेर मलाई चाहिँ अब यो यहाँ तल घाँसै घाँस छ, यो घाँसको माथि चाहिँ मलाई गड्डा खन्नु पठाउनु भएको छ। अब हेरौँ कति टाइम लाग्छ होइन। जेसिबी चलाउनु भनेर आएको मान्छे अब यो घटी बिल्ची चलाउनु परेको छ। फाइनली मैले चाहिँ गड्डा खनिसकेको छु। 1 घन्टाको कडा मेहनत चाहिँ गरेर चाहिँ गड्डा खनिसकेको। गाइस, तपाईहरू अगर मौरिसियसमा आउने सोच्दै हुनुहुन्छ भने नि पहिल्यै सुरुमा हतार नगरेर तपाईहरू आरामले होइन धेरै कुराहरू सोचेर सम्झेर मात्रै तपाईँ विदेशमा आउनु होला होइन। त्यहाँ घर बसी नेपाल बसिसकेपछि कहिले विदेश जान पाए हुँदो, कहिले विदेश जान पाए हुँदो अनि भनेर त्यस्तो नसोच्नु होला है। तपाईँले अगर विदेश जानु नै छ भनेपछि तपाईँले पुरा तपाईँले त्यो देशको बारेमा जानकारी लिनु होला के। जस्तै जुन देशमा जाँदै हुनुहुन्छ त्यो देशमा भएका तपाईँको साथीभाइ हुनु होला, आफन्त हुनु होला होइन। त्यहाँ काम के छ, कस्तो छ, के हो, कस्तो हो होइन, सबै कुरा चाहिँ तपाईँहरूले चेक गरेर अथवा फोन गरेर होइन तपाईँले सबै कुरा चाहिँ नेपालबाट कन्फर्म गरेर मात्रै तपाईँ बाहिर देश आउनु होला। नत्र तपाईँ यत्तिकै तपाईँ आउनुभयो भने नि धेरै दुःख पाइने रहेछ क्या होइन। मैले त अब जब नेपालबाट आफ्नो देशबाट बाहिर देश आउँदैछ नि मान्छे होइन मजदुर भएर चाहिँ काम गर्दो रहेन रहेछ क्या। यो कुरा चाहिँ मैले थाहा पाएँ होइन। मान्छे जब आफ्नो गाउँबाट अथवा आफ्नो देशबाट बाहिर देशमा जान्छ नि काम गर्नको लागि, यहाँ चाहिँ मजदुर भएर चाहिँ काम गर्दो रहेछ। यहाँ चाहिँ मजबुर भएर मात्रै काम गर्दो रहेछ क्या। अब आफूले जानेको काम भए पनि नजानेको काम भए पनि चाइना, अब म चाहिँ अब यहाँ अर्को चाइना कम्पनीमा परेछ नि त। अब भाषा जाने पनि नजाने पनि होइन होस् या जो गरेर भए पनि नि काम चाहिँ अर्को देशमा त काम गर्नु नै परिहाल्यो होइन। हामी चाहिँ नेपालबाट खास काम गर्ने भनेर त आएको नि होइन। त्यही हो, आफूले भने जस्तै काम मिल्या छैन होइन। त्यही भएर तपाईँ चाहिँ जहिले पनि विदेशमा आउनुहुन्छ, जुनसुकै कन्ट्रीमा आउनुहुन्छ सोची बुझेर मात्रै आउनु होला। तपाईँ यत्तिकै हतार नगर्नु होला।